नमस्ते साथीहरू, यो भिडियोमा युट्युब च्यानल कसरी बनाउने भनेर म देखाउन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। पहिला सुरु तपाईको मोबाइलमा युट्युब हुन जरुरी छ र युट्युब आइकन हामी क्लिक गर्छौं। त्यसपछि यो तलको आइकन क्लिक गर्छौं अनि यो साइन इनमा क्लिक गर्छौं। त्यसपछि हामी एड अकाउन्ट क्लिक गर्छौं र त्यसपछि कन्टिन्यू र यसपछि हामी यो तल गएर क्रिएट अकाउन्टमा जान्छौं फर पर्सनल युज। त्यसपछि यहाँ आफ्नो नाम भर्न पर्ने हुन्छ। मैले मेरो नाम भरे, तपाईहरुले आफ्नो नाम भर्नुहोस्। त्यसपछि यो डेट अफ बर्थहरु भर्नुहोस् र यो जेन्डरमा आफ्नै जेन्डर अनुसारले चाहिँ भर्नुहोस्। यो गरिसकेपछि अब हामीले हाम्रो युजर नेम राख्न पर्ने हुन्छ। मैले मेरो युजर नेम फर्स्ट नेपाल 1234 राखे। तपाईहरुले चाहिँ तपाईको आफ्नै इच्छा अनुसारले चाहिँ युजर नेम राख्न सक्नुहुन्छ र त्यो जीमेल अकाउन्ट तपाईको युट्युब च्यानलको अकाउन्ट हुनेछ। र यसपछि हामी पासवर्ड राख्छौं। पासवर्ड राख्दाखेरि चाहिँ आफ्नै युजर नेम राख्यो भने यस्तो एरर आउन सक्छ। त्यसकारणले तपाईले पासवर्ड अलिकति भिन्नै राख्न पर्ने हुनेछ। र यसमा मैले kathmandu@123 राखे। र त्यसपछि हामीले फोन नम्बर एड गर्न सक्छौं। तपाईहरुले चाहिँ यो आइकनमा गएर नेपाल सर्च गर्न सक्नुहुन्छ। यसमा गएर तपाईले आफ्नो नेपालको नम्बर एड गर्न सक्नुहुन्छ अथवा त्यो नगरिकन तपाईले स्किप गरे पनि हुन्छ। अहिलेलाई भने हामी स्किप गर्छौं र यसपछि हामी फेरि नेक्स्ट थिच्छौं र यसमा गएर पनि हामी फेरि यो थिच्छौं र त्यसपछि रेडी भयो हाम्रो नयाँ अकाउन्ट र यो रह्यो मेरो नयाँ युट्युब च्यानल। र यसमा गएर तपाईले केही सर्च गर्नुपर्ने हुनेछ। मैले यहाँ हाउ टु मेक युट्युब च्यानल इन नेपाल भनेर सर्च गरे र यसरी तपाईहरुले चाहिँ युट्युब च्यानल बनाउन सक्नुहुनेछ। र यदि यो भिडियो मन परेमा प्लिज लाइक, शेयर, कमेन्ट गर्न चाहिँ नभुल्नुहोला।